guys and welcome to my channel. So म चाहिँ काममा जान लागेको आज त के भन्नु डेली नै गइरहन्छु काममा यस्तो डिस्टर्बेन्स आइरहेछ सरी फर द्याट माइक ल्याउन बिर्सेछु सो आइम अन माई वे टु माई वर्क म चाहिँ पायामाटामा काम गर्छु सो म चाहिँ पायामाटामा छु हिँड्दैछु 4 मिनट काम स्टार्ट हुनलाई but I'm still here roaming around. Finally म चाहिँ मेरो काममा आइपुगेँ सो म चाहिँ काम सकेर केमार्ट आएको थिएँ एन्ड हेरेको छु फिलहाल अहिलेलाई चाहिँ सो आएको रहेछ जस्ट $20 मा सेट नि राति सुत्दाखेरि लगाउनको लागि पनि हुन्छ बट लाइक मैले चाहिँ हल्का वार्मवाला खोजेको त्यस्तो पनि आएको रहेछ क्युट स्टिचको यो पनि नै छ सेटै हो पनि मेबी अब गेट दिस वान लिनुपर्छ क्या एउटा यहाँ आएको रहेछ सो मेबी 4वटा लिनुपर्छ चाहिँ कामबाट आएर पनि केमार्ट गएर पनि घर आइसकेँ भर्खरै सो मैले चाहिँ केमार्टबाट यति धेरै सामान लिएर आएको छु अनि अब यहाँ जाडो सुरु भइसक्यो नि त जाडो सुरु भइसक्यो अनि मलाई चाहिँ यो प्रिन्ट कस्तो राम्रो लागेको कि यो वाला प्रिन्ट अनि कस्तो एफोर्डेबल प्राइसमै थियो कि जम्मा $27 मा अनि त्यही भएर मैले चाहिँ यो यस्तो सेट माथिको हुडी र अनि तलको सुरुवाल थियो अनि त्यही भएर मैले चाहिँ यो लिएर आएँ अनि अर्को चाहिँ छ केमार्टमा चाहिँ यस्तो क्युट कपहरू लिएर आउनु थाल्यो कि आजकल चाहिँ मैले लास्ट टाइम ब्लुबेरीवाला पनि लिएको थिएँ अनि बबलवाला पनि लिएको थिएँ अनि यो पालि चाहिँ यो वाला आएको रहेछ जस्ट फर $5 अनि त्यही भएर मैले चाहिँ यो किनिल्याएको अनि छ अर्को चाहिँ मलाई यान चाहिएको थियो यत्तिकै टाइम पास गरेर मतलब हुन्छ नि टाइम पास गर्नलाई बुनेर बस्छु के म अनि मैले चाहिँ यो 4वटा लिएर आएको थिएँ अनि त्यसपछि छ अर्को चाहिँ यस्तो छ ममा चाहिँ यस्तो क्युटवाला चक्स थियो कि अर्को बोवाला पनि थियो अनि त्यो चाहिँ लिएर आएर मैले अलरेडी त्यो के भन्छ अरे फ्रायर हुन्छ नि फ्रायर ढाक्ने कुरा बनाएको छु अनि त्यसको लागि टपको लागि चाहिँ कपडा पुगेको थिएन त्यही भएर हुन त यसमा यो सबै हुन्छ मैले चाहिँ 2 पिस अलरेडी लिएर आइसकेको थिएँ जो 4 पिस कभर गर्नलाई यो युज गरेँ यो बिचको चाहिँ युज त्यस्तो राम्रो भएन क्या क्वालिटी सो माथिपट्टिको लागि भने यो लिएर आएको छु माथिपट्टिको पार्ट लगाएर मैले त्यो बनाएर भएको छु हजुरलाई अपडेट पनि दिन्छु अनि छ अर्को यो एउटा क्युटवाला कप सो मैले चाहिँ 2टा कप किनेर लिएर आएँ $5 मा हुन त त्यस्तो चियाहरू केही नै खाइँदैन बट देन अल्सो कलेक्सन यो भयो अनि छ आइस बनाउने कुरा किनभने मलाई चाहिँ एकदम कोल्ड कफीहरू चाहिँ एकदम मनपर्छ कि लाइक कोल्ड लाटे कोल्ड माचा अनि मैले चाहिँ माचा किनेर लिएर आउँछु अनि
लाइस जमायो राखेँ मसँग थियो अलरेडी एउटा बट त्यो चाहिँ के भन्छ अरे बिग्रेको छ के मतलब बिग्रियो भन्दा नि च्यात्तिन लगाइसकेको सिलिकनको थियो सो यो चाहिँ बक्सवाला रहेछ ट्याक्क लिड लगाइदियो अनि यहाँबाट चाहिँ पानी हाल्न मिल्ने टाइपको होला भन्छ त्यस्तै लाग्यो अनि यो छ योलाई चाहिँ मैले चाहिँ खास मसँग अलरेडी नै यस्तो यो क्रोसेट हुकहरू थियो अनि मसँग चाहिँ पाउच थिएन कि अनि पाउच किन्नलाई लागेको अनि पाउचलाई नै रहेछ $8 होइन केमार्टमा त्यो जुन पेन्सिल पट्सहरू हुन्छ नि नर्मलवाला हो त्यो नर्मलवाला पेन्सिल पट्स किन्छु भनेको तर त्यसलाई रहेछ $8 अनि त्यसमा $2 थपेँ भने मैले यो होल सेटै पाउँछु यसमा चाहिँ के छ भन्ने यहाँ सबै देखाएको हुन्छ यो वाला म खोलेरै पनि देखाउँछु हजुरहरूलाई के छ यो भित्र भित्र चाहिँ यस्तो सामानहरू आउँदो रहेछ यो स्केल भयो स्केल अनि कैँची अनि निडल्स खै अब यो अरूहरू चाहिँ के हो थाहा भएन होइन अनि यो मार्क बुकहरू अरू चाहिँ मलाई थाहा भएन के हो आई विल फिगर आउट अनि एउटा रुलर आएको छ अनि प्लस मसँग यति धेरै हुक पनि आएको छ सो यो वाला हुक समात्नलाई त हल्का डिफिकल्ट नै हुन्छ बट देन बिगिनर्सहरूको लागि चाहिँ अर्को खालको हुक हुन्छ मसँग चाहिँ यो पनि छ लाइक यो त मेरो अलरेडी पहिल्यै थियो जो बिगिनर हुनुहुन्छ उहाँहरूलाई चाहिँ यस्तो समात्नेवाला क्रोसे हुक युज गर्नुभयो भने चाहिँ एकदमै सजिलो हुन्छ अनि मसँग अलरेडी योहरू चाहिँ थियो बट मलाई मेरो चाहिँ के थियो भने सबै ठुलो साइजहरूको मात्र थियो कि मसँग सानो जति चाहिँ मेरो खै कता हरायो सो मैले चाहिँ खास हुन त यसलाई अर्गनाइज गर्नको लागि सबै सामान एकै ठाउँमा अटोस् भनेर फोहोर पनि भइसक्यो जहाँ पाइ त्यही राखेर खास त्यो चाहिँ छाताको बक्स हो अनि मलाई थियो कि मेरो छाता चाहिँ यतिकै बाहिर बसिरहेको थियो अनि छाता राख्नको लागि बक्स चाहिँ किनेको थिएँ मतलब छाताको बक्स चाहिँ युज गरिरहेको थिएँ मैले हुक राख्नुलाई अनि मैले चाहिँ हुक अर्गनाइजर लिन्छु भनेर भन्थेँ तर त्यहाँ रहेनछ अनि पर्स नै नर्मल पेन्सिल पर्स किन्छु भनेको $8 भन्दा घटेको कुनै पनि रहेनछ सो त्यसमा $2 थपेर यो हुक नै आउँछ भने वाइ नट भनेर यो चाहिँ जुन हामीले त्यो सानोमा हामीले त्यो टिभीहरू हुन्छ नि त्यो अड्काउने कुरा मम्मीहरूले सिलाउनुहुन्थ्यो नि त्यही वाला हो बट देन यो चाहिँ अर्को नर्मल उलनको सिलाउने यो चाहिँ नर्मल त्यो सानो मसिनोवाला गर्ने हो अनि त्यो भित्र पनि यति धेरै सामानहरू पनि छ एक्स्ट्रा हल्का म यो बुनेको पनि देखाउँछु कसरी म यतिकै आफ्नो मी टाइम गर्दाखेरि चाहिँ कसरी बुनेर बस्छु भनेर भित्रपट्टि चाहिँ मैले लगाइरहेको छु नि त हाइनेक त्यही भएर यस्तो देखिरहेको छ द्याट्स हाउ आइम लुकिङ है यो चाहिँ भयो म तलपट्टि सुरुवालमा त लगाएर चाहिँ माथिको त अटस भयो भित्र हाइनेकको माथि लगाएको भएर
क्रिसमस ट्री अनि अर्को क्युटी छ यहाँ अनि यो चाहिँ हाम्रो ठ्याक्कै लिभिङ रुममा हाम्रो प्यारो मन्दिर सानो चिटुक्क परेको मन्दिर अनि हाम्रो माछा गाइस माछा हेर्नुहोस् हाम्रो ठुलो भइसक्यो यिनीहरू त एकदमै ल्याएको भन्दा अनि अर्को त्यो लेउ खाने माछा पनि छ यहाँ तर कता कता लुकेर बस्छ क्या यता कुनामा रहेछ दुईटा छ यो एउटा भयो अनि अझै अर्को एउटा पनि छ तर एउटा चाहिँ कता लुक्यो थाहा छैन केमा हाल्नु लाउरा म त आउँदैन कस्तो उजेल राम्रो देखेको रहेछ के बनाउनु लाउरा रेसिपी अङ्कल तिमीलाई सम्झे खाऊ तिमीले हेरेर खाऊ भने भन्ने अङ्कललाई अब रोएर बनाउने के सुनौँ न बोलाओस् अलि अलि सुनेको क्या मैले मलाई कन्टेन्ट देखाऊ त के यस्तो राम्रो देखाऊ अनि साइड स्माइल देख्दै गऱ्यो हामी जाने हो होइन ओ चिकन कति बज्यो 9:30 भइसक्यो यार अब निस्किनु पर्छ न गाउँ न अघि त बबाल गएको थियो त रही भन्दा ल छिटो मलाई आउनु जति ल अनि गाउँ न त्यति भयो सेलेबाट पाइपेसी सेलेबाट पाइपेसी चटनिया सेलेबाट पाइपेसी त्यति होला भाषा चाहिँ जस्तो नि निकालिदिन्छ है सेम त्यही मान्छेहरू जस्तो निकालिदिन्छ कि फेरि ल गाइस बाई भन्छु ल बाई 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 हामीहरू यहाँ गएको छौँ अन्जना ओलिजा आयुषा अनि यहाँ जेरी र ओलिजा यहाँ छन् हाम्रो घरको सुन्दरी अन्जना यहाँ छु म यहाँ छन् फेरि अर्की सुन्दरी आयुषा वे घरमा को छ भनेर सोध्यो भने साँच्ची फ्रिजमा हेर भने नि हुन्छ यो घरमा को बस्छ भनेर सोध्यो भने कि यहाँ फ्रिजमा भनेर भने नि हुन्छ कि हेर न है घरबाट निस्किसकेँ म चाहिँ अब पारामाटा गएर जेरीलाई भेट्छु जेरीको काममा अरूलाई देखेँ भने म भिडियो गरेर देखाउँछु ल तर कहिले निस्किन्छ होला हो म पुग्नै ढिलो हुने भयो निस्किनै ढिलो भयो बस पुग्छु हेर्नु पर्यो बस कतिमा छ फेरि भएर आइसकेँ तर मल चाहिँ सबै बन्द भइसक्यो रहेछ अनि म वेट गर्नुपर्छ उसलाई त बन्द भइसक्यो यहाँभित्र एकछिन भयो भने डुल्छु भनेको हुन त 10 बजिसक्यो अभियसली बन्द हुन्छ बन्द भइसक्यो एभ्रिथिङ इज क्लोज हेर न हेर सबै थोक बन्द भइसक्यो फाइनली जेरीसँग भेटेँ मैले जेरी पुरै सन्नाटा थियो कि पुरै तल त ड्यामडुमै लगाएर पुरै आज है हामीलाई कति 5480 भयो होइन 5500 भएको भएदेखि हामीले $30 पाउँथ्यौँ तर 5480 मात्र भयो $20 मात्र दियो खै त देऊ न त्यो $20 मैले त्यही त्यो उसमै हालेर त्यसले मलाई चेन्ज दिएको थिएँ मैले साटेर हुने गरेको छु मिलाएको
सो आज फाइनली मेरो गाडी यता छ फाइनली जेरीसँग भेट्यो बेब्स म चलाउँछु लाइसेन्स लिएर आऊ होइन कि ल्याएन किन डर लाग्छ यो हो पारामाटा हेर्नुहोस् गाइस तलबाट कत्रो ठुलो देखिन्छ नि बिल्डिङ यहाँबाट यति सानो सानो देखिन्छ हेर्नुहोस् त यो बिल्डिङ चाहिँ लास्टै ठुलो देख्छ है घर काम सकेर आएँ बल्ल 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 10चोटि फोन गरेर लिन आयो मलाई पिस आउट खानेकुरा पनि बोकेर घरबाट के गर्नु खाना परिहाल्यो त्यो अस्ति मैले लिएर आएको धागोले चाहिँ बुन्दैछु म यतिसम्म चाहिँ बन्यो लेट्स सी कस्तो हुन्छ यो कस्तो टर्न आउट हुन्छ खास मैले चाहिँ यो जेरीको नापोमा बनाएको हो यो स्वेटर चाहिँ तर हेर्नुपर्छ कति दिनमा कम्प्लिट हुन्छ